हाम्रो ह्यान्डसम सेफ ह्यान्डसम छोरा म ह्यान्डसम हुनुहुन्छ अहिलेसम्म सिङ्गल हुनुहुन्छ कोही हुनुहुन्छ भने कन्ट्याक्ट गर्नु होला गाइस सुन्नु भयो नि फोन तपाईहरु नम्बर अब पछि कन्ट्याक्ट भएपछि ओमा कमेन्ट गर्नु होला कमेन्टमा चाहिँ मलाई नम्बर छोडिदिनु होला ए भाइ यो फोकस भाइ इधर इधर चिया बनाइरहनु भएको छ एक्सक्युज मी सीमा अहिले लाइन नमस्ते सबैजना मेरो युट्युब फ्यामिलीलाई आज म चाहिँ एउटा बिटरुटमा चाहिँ एउटा तपाईँहरूलाई राम्रो एउटा फुल बनाएर देखाउन गइरहेको छु तपाईँहरू हेरेर चाहिँ मलाई प्रतिक्रिया दिनु हेर्न सक्नुहुन्छ चाहिँ मैले बिटरुट ल्याइसकेको छु यसको लागि आवश्यक पर्ने चिज भनेको एउटा कार्भिङ नाइफ हुन्छ यो नाइफबाट चाहिँ मैले तपाईँहरूलाई चाहिँ राम्रो एउटा फुल रोज फुल बनाएर देखाउन गइरहेको छु लेट्स स्टार्ट ए भाइ यो फोकस भाइ इधर इधर जिन्दगी यस्तो बबल बनाइदिनु लाग्छ यहाँ काट्नुहुन्छ यसलाई चाहिँ हामी पहिला चाहिँ स्किनलाई चाहिँ बाहिरको रफनेसलाई चाहिँ फालौँ त्यसरी हामी चाहिँ एउटा राम्रो फुल चाहिँ बनाउन गइरहेको छु तपाईँहरू देख्न सक्नुहुन्छ बस भयो अहिले ल यसलाई चाहिँ मैले अब फिल गरिसकेँ यस्तो भइसक्यो यो चाहिँ अब यसलाई चाहिँ म बुट्टा चाहिँ भर्न जान्छु र मैले चाहिँ यो कार्भिङ नाइफको सहायताले यसलाई चाहिँ अब तपाईँहरूलाई चाहिँ फुल बनाएर देखाउँछु पहिला चाहिँ हामी यसरी यसलाई फाल्नेछौँ साइडलाई चाहिँ त्यस पछाडि चाहिँ बिस्तारै बन्न जान्छ देख्न सक्नुहुन्छ पहिला सर्वप्रथम त यसरी यसलाई चाहिँ एउटा डिजाइन चाहिँ निकाल्नुपर्छ एउटा रोज टाइपको आकार दिनको लागि साइडबाट चाहिँ हामी यसरी यसरी काट्दै जान्छौँ र यो चाहिँ बिस्तारै हुँदैछ यस्तो भइसक्यो र अब यसलाई हामी यसरी यो चाहिँ पार्ट छ यसरी रिमुभ गर्दै जान्छौँ यसरी काट्छौँ यसलाई चाहिँ अब फाल्दै फाल्दै हामी जान्छौँ भइसकेको छ अब यसबाट चाहिँ हामी फुल बनाउँछौँ अब यसरी फेरि यसलाई यसरी काट्दै 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 बुट्टा निकाल्दै जाने हो यसरी यसलाई बुट्टा निकालिदिरहेछौँ र मैले यो चाहिँ तपाईँहरूलाई कसको लागि बनाएको हो त्यो पनि म तपाईँहरूलाई भिडियोको लास्टमा देखाउने छु त्यसको लागि तपाईँहरूले सबै भिडियोहरू हेर्नुपर्ने हुन्छ फेरि पनि हामीले यसलाई अब यसरी लिनु पर्छौँ यो चाहिँ मैले एकदमै मेहनत गरेर बनाइरहेको छु किनभने यो चाहिँ मेरो एकदमै स्पेसल मान्छेको लागि हो अनि तपाईहरूले मेरो स्पेसल मान्छे पनि अहिले लास्टमा देख्नुहुनेछ र उहाँको लागि चाहिँ मैले आज एकदमै स्पेसल एकदमै मेहनत गरिरहेको छु यसको आकार आइसकेको छ तपाईँहरू देख्न सक्नुहुन्छ यसलाई चाहिँ मैले अब एउटा रोजको आकारमा लगभग ढल्न लागिसकेको छ र यसलाई बनाउनको लागि चाहिँ अब त्यस्तो धेरै समय लाग्दैन किनभने एउटा डिजाइन आइसकेको छ एउटा सेपमा आइसकेको छ फेरि मैले यसरी अब एउटा ग्यापलाई चाहिँ छोडेको हुन्छ यता साइडमा त्यो ग्याप भर्दै भर्दै जाने हो त्यति गाह्रो चाहिँ छैन बनाउनको लागि तपाईँहरू पनि बनाउन सक्नुहुन्छ अब यो ग्यापलाई चाहिँ हामी यसरी खोल्दै खोल्दै जान्छौँ यहाँ चाहिँ ग्याप बनाउनु पर्ने हुन्छ फेरि अर्को बुट्टा चाहिँ यसकै माथि चाहिँ हामीले भर्छौँ यो चाहिँ मैले एकदमै धेरै टाइम पछि बनाइरहेको छु
वाटरमेलनमा चाहिँ मैले बनाइरहेकै हुन्थेँ, तपाईँहरूले पनि देख्नु भएकै छ। तर यो बिटरुटमा चाहिँ आज मैले धेरै पछि बनाइरहेको छु। तपाईँहरूलाई चाहिँ म आज एउटा बिटरुटबाट पनि एउटा राम्रो फुल बनाउन सक्छौँ, आर्ट भएपछि मान्छेहरूले गर्न सकिन्छ भन्ने कुरा हुन्छ। अब हामी एकदमै अन्त्यतिर आइसकेका छौँ, एकदम अब रेडी बन्न लागिसकेको छ। त्यही 2-3वटा लाइन चाहिँ हामीले काट्यौँ भने हाम्रो रोज चाहिँ रेडी हुन्छ है। यसलाई म चाहिँ अब लास्ट फिनिसिङतिर लग्दैछु। फिनिसिङ गर्दा चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ। यस्तो भइसकेको छ। अब यसलाई चाहिँ हामी फिनिसिङमा मात्रै जाँदैछौँ है। फिनिसिङ गर्दा चाहिँ एकदमै ध्यानसँग काट्नुपर्छ, किनभने हामीसँग एकदमै सानो साइज भएको हुन्छ यो। यसको चाहिँ आकार बिग्रियो भने चाहिँ राम्रो चाहिँ देखिँदैन। हाम्रो ह्यान्डसम सेप, ह्यान्डसम छु र म। ह्यान्डसम हुनुहुन्छ, अहिलेसम्म सिङ्गल हुनुहुन्छ, कोही हुनुहुन्छ भने कन्ट्याक्ट गर्नु होला है। गाइज सुन्नुभयो नि तपाईँ। फोन नम्बर अब पछि कन्ट्याक्ट भएपछि मा कमेन्ट गर्नु होला। कमेन्टमा चाहिँ मलाई नम्बर छोडिराख्नु होला, म तपाईँहरूलाई चाहिँ कल गरिहाल्छु। एकदमै हामी चाहिँ अब अन्तिममा आइसकेका छौँ। र अन्तिममा आउँदासम्म चाहिँ यो फुल यस्तो भइसकेको छ। यो फुल बनिसकेपछि चाहिँ म चाहिँ यो फुल चाहिँ एउटा प्यारो मान्छेलाई दिन्छु। र त्यो प्यारो मान्छे तपाईँहरूले अझै पनि प्रतीक्षा गरेर बसिरहनु भएको छ होला। त्यो अब धेरै छैन, समय अब आइसकेको छ। यो चाहिँ म फिनिस गर्छु अनि उहाँलाई म दिन्छु है त। उहाँको रियाक्सन कस्तो हुन्छ हेर्नु होला। धन्यवाद। फाइनली गुलाबको फुल रोज यानि कि रेडी भइसक्यो, देख्न सक्नुहुन्छ। मैले चाहिँ एकदमै मेहनत गरेर बनाएको छु। अब यो फुल चाहिँ म एउटा हाम्रै स्टाफमा चाहिँ सँगै काम गर्ने फेभरेट राम्रो मान्छेलाई चाहिँ दिन गइरहेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ। र उहाँले दिउँ है त, उहाँको रिएक्सन कस्तो हुन्छ। सायद उहाँ काम गर्दै हुनुहुन्छ होला। उहाँलाई चाहिँ मैले यो फुल दिन गइरहेको छु। सायद मलाई आशा छ उहाँलाई एकदम मनपर्छ भन्ने, किनभने मैले यत्रो धेरै मेहनत गरेर बनाएको छु। उहाँ चाहिँ यहाँ चिया बनाइरहनु भएको छ। एक्सक्युज मी सीमा, अहिले लाइन मैले चाहिँ उसलाई यो फुल दिन गइरहेको छु। यो चाहिँ दिस इज फर यु। यो चाहिँ रोज बनाएको छु मैले, चाहिँ बिटरुटमा तिम्रो लागि भनेर स्पेसल रोज बनाएको छु। यो चाहिँ स्पेसल्ली तिम्रो लागि नै हो। तपाईँ मैले अघि भिडियोको फर्स्टमै भनेको थिएँ राम्रो मान्छेको लागि बनाउँदैछु भनेर। सो ऊ मान्छे वही नै हो। कस्तो लाग्यो? एकदमै मन पर्यो। आई ट्रुली एप्रिसिएट। मेरो लागि यति राम्रो रोज बनाइदिनु भएको छ। थ्याङ्क यू सो मच। यति राम्रो आर्ट गर्नु भएको छ। धेरै धेरै के भन्न लागेको थियो, बिर्सिहालेँ। ल धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद। सक्यो होइन? भन्न लागेको